Hello guys, welcome to my new video. आज चाहिँ म सिधै मोटो ब्लगबाट सुरु गरेको छु। मेरो ब्लग चाहिँ देख्न सक्नुहुन्छ। पारिपल्ट चाहिँ पानी परेर चाहिँ त्यही म चाँडै भन्दा चाँडै निस्किनु पर्छ यहाँदेखि चाहिँ। ल गाइस, म चाहिँ घरबाट निस्किसके अब। मेरो गाउँ चाहिँ नरम भन्दा तल पर्छ, चल्को भन्ने ठाउँमा। बाटो त्यस्तै छ, उबाट खबर मात्रै। यता चाहिँ अलि सुनसानै छ हाम्रो गाउँतिर, किनभने सबै अब सहरतिर गए। बुढापाका मात्र गाउँमा बसेको छन्, त्यही भएर चाहिँ गाउँ सुनसान भएको छ हाम्रो। ल गाइस, हिजोको भिडियोमा चाहिँ सबैजनालाई माया देखाइदिएकोमा धेरै धेरै धन्यवाद सबैजनालाई। यस्तै माया देखाइदिरहनु। म पनि नयाँ नयाँ भिडियो राख्ने गर्छु। यो चाहिँ हाम्रो सानो ग्राउन्ड जुन चाहिँ पहिरोले खाइसकेको छ। र गाइस, मैले चाहिँ मोटा ड्रिम राखेको हुनाले चाहिँ अलि गाह्रै भएको छ यस्तो चिप्लो बाटो चलाउन। चिप्ले गर्छ। ल आज चाहिँ के भयो भन्दा चाहिँ हाम्रो चाहिँ दाइको, ताजमहल दाइको चाहिँ बिहे थियो। तर मेरो साथी कोही पनि नभएकोले चाहिँ बिहेको भ्लग आउन पाएन। त्यही भएर चाहिँ म आज हजुरलाई छोटो मिठो राइड गराउँछु। हाम्रो गाउँको पनि टुर हुन्छ, गाउँदेखि माथि हावी जानसम्म कति कस्तो छ त भन्ने भिडियो पनि हुन्छ आजको चाहिँ। बाटो त यस्तै हो बर्खाको बेलामा। ल गाइज, मैले चाहिँ क्वालिटी बढाउन थाहा भएन टिकटक युट्युबमा क्वालिटी कसरी बढाउँछन् भन्ने। 720 त भएको छ कि 1080 चाहिँ अलि भएन। के हो, बाइक त नाच्छ त। चिप्लो ओए गोरा। ल गाइस, कत्रो गोरा हो यार। ल क्यामेरामा क्याप्चर भयो कि भएन? हाम्रो गाउँमा चाहिँ गोरा पनि छ है। ल गाइस, हामी चाहिँ हाम्रो देवीस्थान मन्दिरतिर पुगिसक्यो, देख्न सक्नुहुन्छ। सानो भए पनि धेरै पुरानो मन्दिर हो हाम्रो चाहिँ। अब के भन्छ, मेरो डेली भ्लग हजुरलाई झ्याउ लाग्छ भने भन्नुलाई ग्यापमा चाहिँ मैले भ्लग राख्छु। डेली भ्लग चाहिँ राखिदिनु होला, किनभने अब भ्युज पनि त्यति धेरै नआउने। 100 पनि बल्ल घट्छ, स्टार्टिङ पनि भएर होला। त्यही भएर डेली भ्लग चाहिँ म राखिदिनु होला। अबदेखि यो चाहिँ हुन्छ होला, अबदेखि चाहिँ डेली भ्लग चाहिँ आउँदैन होला गाइज। हामी चाहिँ नरम नजिक आइसक्यौँ, देख्न सक्नुहुन्छ। ल गाइस, त्यतातिर चाहिँ पानी परिसकेको छ। अब पानीले नभिउज होला हामीलाई, किनभने हामी अलि गति बढाइसकेको छौँ हाम्रो।
हाम्रो गाउँ चाहिँ यता यो चाहिँ नरम स्कुल हामी चाहिँ नरमदेखि उकालो लागिसकेको छौँ यता नरमको मन्दिर छ भने यता हेल्प पोस्ट देख्न सक्नुहुन्छ हाम्रो नरमको ग्राउन्डको हालत चाहिँ बर्खाले पानी पानी गराइदिइसकेको छ ल मलाई पानीले पनि भेटाइसक्यो गाइज म चाहिँ आफ्नो गति हल्का बढाउँछु अब ल मैले चाहिँ एउटै भिडियो फुल राखिदिन्छु काटी काटी चाहिँ गराउन्न मलाई त्यसरी एडिट गर्नु भने आउँदैन त त्यही भएर चाहिँ एउटै भिडियो फुल राखिदिन्छु पछि पछि एडिटिङ सिकेपछि चाहिँ म चाहिँ क्लिप राख्न प्रयास गर्छु गाइस राख्नेछु पानी परिसकेछ है गाइस म्याडनेस मनसुन म्याडनेस भन्दा पनि खतरा छ है हाम्रो गाउँको बाटो सेम ट्र्याक भन्दा पनि झन् खतरा छ हामी चाहिँ लुम्चा जान्छौँ सुरुमा त्यसपछि श्रृङ्गातिर बढ्छौँ गाइस पानी परिसकेको छ ए चिप्ले छ गाइस यार पानी परिसकेको छ है पानी परो शिट पानी परो क्यामेरा पनि ब्लर भइसक्यो क्या सायद क्यामेरा ब्लर भइसक्यो डट्रीमा त मजा आउँछ गाइस यस्तो बाटो चलाउनु तर यो मोटरमा हेर्न गाडी नाचेको यस्तो चिप्लो छ लिपे जस्तो पानीले चाहिँ भेटाइसकेको छ गाइस मलाई चाहिँ होइन त्यही भएर गति चाहिँ बढाइरहेको छु अहिले चाहिँ हामी ठ्याक्कै दौडाकोट आइपुग्यौँ यतादेखि चाहिँ हामी भेडुवा जान सकिन्छ भने यतादेखि चाहिँ लुम्चा बजार वेदर त एकदम बुटोलको भन्दा त कति स्वर्गै राम्रो छ कि यस्तो चिसो छ त्यस्तो बेदी चिसो त नभनौँ मुस्ताङको जस्तो तर बिसन्चो चाहिँ हुँदैन है गर्मीले त्यस्तो अब न गर्मी न जाडो छ क्या बुझ्नु भएन ठिक्कको सिजन छ यस्तोमा चाहिँ बच्चालाई चाहिँ अब पानीमा रुजे चाहिँ ज्वरो आउन सक्छ तर उसमा चाहिँ आउँदैन होला धेरै चिसोको कारणले चाहिँ आउँदैन होला हिले जात्रा रहेछ गाइस हिले जात्रा रहेछ अनि
ठ्याक्कै यो बाटो माथि चाहिँ यो साइडमा चाहिँ छत्रगढ मन्दिर रहेको छ। त्यो चाहिँ पछि भ्लगमा चाहिँ राख्छु। छत्रगढ के गरेको भन्दा एक्सप्लोर भन्दा नभएको छत्रगढको ब्युटी देखाउने तरिकाले चाहिँ मैले मिठो भ्लग गराइदिन्छु। कमेन्ट गर्नु होला है त गाइस, कहाँको भ्लग गराउनु मन छ, हजुरलाई कहाँको भ्लग हेर्न मन छ कमेन्ट गर्नु होला। देख्न सक्नुहुन्छ हर्दिनेताको भ्यू यस्तो रहेको छ है। हर्दिनेता ढुङ्गा मानकोट भटडाँडा कता कता छ अहिले ठ्याक्कै चाहिँ देखेको छैन, देख्न सक्नुहुन्छ। मेरो छातीमा चाहिँ चिसो हान्यो भने ल यो त झन् पानी पर्छ क्या हो गाइस। हट तेरिका पानी हुने हो क्या हो। हैट हामी चाहिँ ठ्याक्क लुम्छा बजार यतादेखि रिडी गइन्छ नि, यतादेखि तमगास गइन्छ है गाइस। च्यापो लाएर हामी चाहिँ सिधै जान्छौँ अगाडि। यतादेखि चाहिँ हर्दिनेता गइन्छ गाइस। कति राम्रो वेदर, वाओ भन नभएको। तर मलाई पानी मन पर्दैन है, पानी गराइदिन्छ फेरि यस्तोले। उसो चाहिँ भिडियो चाहिँ राम्रै आउने भयो है गाइस। चेकिङको चाहिँ डर छैन गुल्मीमा त्यस्तरी। चेकिङ पऱ्यो भने सिधै फाइन खाइन्छ, नो लाइसेन्स। के हो पहिरो गइसकेछ त के को जोखिम हो र। यस्तो पहिरो गर्छ लेदो। वाउ हामी चाहिँ रिजन भाइको घरनिर आइसक्यौँ। तर हाम्रो रिजन भाइ छैनन् होला, किनभने तिनी कलेज गर्छन् होला सायद। ओ टमी, यो चाहिँ टमी कुकुर। क्यों हामी चाहिँ ठ्याक्कै श्रृङ्गा पेट्रोल पम्प अगाडि माउन्टेन भ्यू पोइन्टमा छौँ है। आन्टी चिया गराइदिनु न। गाइस आजको भ्लग चाहिँ चाँडै नै सकियो। के कस्तो लाग्छ फेरि पनि कमेन्ट गर्नु होला। र के भन्छ अरे हल्का क्वालिटी इम्प्रुभ गर्ने कोसिस गरिरहेको छु। ल त्यसलाई पनि अब कस्तो हुन्छ यो भिडियोमा हेर्नु होला है त गाइस। ल बाइ बाइ।